हेलो एभ्रिवान सो आज चाहिँ हामी लेसन 1 को भोक्याबुलरी चाहिँ सिक्नेछौँ है त। आउनुहोस् सुरु गरौँ। सो पहिलो रहेको छ मलाई चाहिँ जापानिजमा वातासी भनेर भनिन्छ है त। वातासीको अर्थ के हो त? म रहेको छ, मलाई चाहिँ जापानिजमा वातासी भनेर भनिन्छ है त। सो अर्को रहेको छ हामीहरू भन्नु पर्यो भने चाहिँ जापानिजमा वातासी ताची भनेर भनिन्छ। के भनेर भनिन्छ त? वातासी ताची भनेको चाहिँ हामीहरू भनेर भनेको है त। सो अर्को रहेको छ तिमी तपाईँ भनेर भन्नु पर्यो भने चाहिँ आनाता भनेर भनिन्छ है त। आनाताको अर्थ के हो त? अथवा तिमी अथवा तपाईँ भनेर भनेको है त। सो अर्को रहेको छ त्यो मान्छेलाई चाहिँ जापानिजमा आनोहितो भनेर भन्नुहुन्छ है त। आनोहितो भन्नु के हो त? त्यो मान्छे रहेको छ, त्यो मान्छेलाई चाहिँ जापानिजमा आनोहितो भनेर भनिन्छ है त। सो अर्को रहेको छ उहाँ अथवा त्यो व्यक्ति भन्नु पर्यो भने चाहिँ आनोखाता भनेर भन्नुहुन्छ है त। आनोखाता भनेको के हो त? उहाँ अथवा त्यो व्यक्ति भनेर भनेको है त। सो अर्को रहेको छ सबैजनालाई चाहिँ जापानिजमा मिन्नासान भनेर भनिन्छ है त। मिन्नासानको अर्थ के हो त? सबैजना रहेको छ, सबैजनालाई चाहिँ जापानिजमा मिन्नासान भनेर भनिन्छ है त। सो अर्को रहेको छ श्रीमान अथवा श्रीमतीलाई चाहिँ सान भनेर भनिन्छ है त। अथवा केटा अथवा केटी मान्छेलाई चाहिँ सान। यो चाहिँ कतिखेर प्रयोग गरिन्छ भन्दाखेरि चाहिँ मान्छेको नामको पछाडि चाहिँ सानको प्रयोग गरिन्छ है। जस्तै रामलाई बोलाउनु पर्यो भने चाहिँ रामसान भनेर भनिन्छ है त। सो अर्को रहेको छ केटी बच्चीलाई चाहिँ च्यान भनेर भनिन्छ है त। यो पनि अब केटी बच्चाको चाहिँ नामको पछाडि चाहिँ प्रयोग गरिन्छ। जस्तै हाना बच्चाको नाम भयो अनि हाना च्यान भनेर बोलाइन्छ है त। सो अर्को रहेको छ केटा बच्चालाई चाहिँ कुन भनेर भनिन्छ है त। कुनको अर्थ के हो त? केटा बच्चा रहेको छ। यो पनि केटा बच्चाको चाहिँ नामको पछाडि प्रयोग गरिन्छ है त। सो अर्को रहेको छ नागरिकलाई चाहिँ जापानीमा जिन भनेर भनिन्छ है त। जिनको अर्थ के हो त? नागरिक रहेको छ, नागरिकलाई चाहिँ जापानीमा जिन भनेर भनिन्छ। याद गर्नु है त, जिन भनेको चाहिँ नागरिक रहेको छ। सो अर्को रहेको छ शिक्षक अथवा टिचरलाई चाहिँ जापानिजमा सेन्सेई भनेर भनिन्छ है त। सेन्सेईको अर्थ के हो त? टिचर रहेको छ, टिचरलाई चाहिँ जापानिजमा सेन्सेई भनेर भनिन्छ है त। सो अर्को रहेको छ अध्यापक। यो चाहिँ आफूलाई नै म टिचर हुँ भनेर भन्दाखेरि चाहिँ त्यतिखेर प्रयोग गरिन्छ है त। क्युसी भनेको के हो त? अध्यापक रहेको छ। यो चाहिँ कतिखेर प्रयोग गरिन्छ भन्दाखेरि चाहिँ म चाहिँ टिचर हुँ भनेर आफूलाई भन्दाखेरि चाहिँ क्युसी भनेर भनिन्छ है त। सो अर्को रहेको छ विद्यार्थीलाई चाहिँ जापानिजमा गाकुसेई भनेर भनिन्छ त। गाकुसेईको अर्थ के हो त? विद्यार्थी हो, विद्यार्थीलाई चाहिँ जापानिजमा गाकुसेई भनेर भनिन्छ त। गाकुसेई भनेको चाहिँ स्टुडेन्ट है त। सो अर्को रहेको छ कम्पनीको कर्मचारीलाई चाहिँ खाइस्याइन भनेर भनिन्छ है त। खाइस्याइनको अर्थ के हो त? कम्पनीको कर्मचारी हो, कम्पनीको कर्मचारीलाई चाहिँ जापानिजमा खाइस्याइन भनेर भनिन्छ है त। सो अर्को रहेको छ कर्मचारीलाई चाहिँ जापानिजमा स्याइन भनेर भनिन्छ त। स्याइनको अर्थ के हो त? कर्मचारी रहेको छ, कर्मचारीलाई चाहिँ जापानिजमा स्याइन भनेर भनिन्छ। सो अर्को रहेको छ बैंकको कर्मचारीलाई चाहिँ गिन्कोइन भनेर भनिन्छ। के भनेर भनिँदो रहेछ त? गिन्कोइन भनेको चाहिँ बैंकको कर्मचारी है त। सो अर्को हेरौँ हामी डक्टरलाई चाहिँ जापानिजमा इस्या भनेर भनिन्छ है त। इस्याको अर्थ चाहिँ डक्टर रहेको छ, डक्टरलाई चाहिँ जापानिजमा के भनिँदो रहेछ त? इस्या भनेर भनिँदो रहेछ। सो अर्को रहेको छ अनुसन्धानकर्तालाई चाहिँ जापानिजमा के भनेर भनिँदो रहेछ त? केन्क्युस्या भनेर भनिँदो रहेछ है त। केन्क्युस्या भनेको चाहिँ अनुसन्धानकर्ता रहेको छ, अनुसन्धानकर्तालाई चाहिँ जापानिजमा केन्क्युस्या भनेर भनिन्छ है त। याद गर्नु होला। सो अर्को रहेको छ इन्जिनियरलाई चाहिँ जापानिजमा के भनिन्छ त? अब इन्जिनिया भनेर भनिन्छ है त। इन्जिनिया भनेको चाहिँ इन्जिनियर रहेको छ, इन्जिनियरलाई चाहिँ जापानिजमा इन्जिनिया भनेर भनिन्छ है त। इन्जिनिया भनेको चाहिँ इन्जिनियर रहेको छ। सो अर्को रहेको छ विश्वविद्यालयलाई चाहिँ जापानिजमा दाइगाकु भनेर भनिन्छ है त। दाइगाकु भनेको के हो त? विश्वविद्यालय हो, विश्वविद्यालयलाई चाहिँ जापानिजमा दाइगाकु भनेर भनिन्छ है त। सो अर्को रहेको छ अस्पताललाई चाहिँ जापानिजमा ब्योइन भनेर भनिन्छ है त। ब्योइनको अर्थ के हो त? अस्पताल हो, अस्पताललाई चाहिँ जापानिजमा ब्योइन भनेर भनिन्छ। के भनेर भनिन्छ त? ब्योइन भनेर भनिन्छ। सो अर्को रहेको छ बिजुली अथवा बत्तीलाई चाहिँ जापानिजमा देन्की भनेर भनिन्छ है त। देन्की भने के हो त? बिजुली बत्ती है त। सो अर्को रहेको छ को भन्नु पर्यो भने दारे भनेको चाहिँ को रहेको छ है त। दारे भनेको के हो त? को है त। सो अर्को रहेको छ
को यो चाहिँ विनम्रता रूपमा भन्नुपर्दा चाहिँ दोनाता भनेर भनिन्छ त। दोनाता चाहिँ के हो त, यसको अर्थ के हो त, दोनाताको अर्थ चाहिँ को हो, यो चाहिँ विनम्र रूप हो है त। यो चाहिँ दारेको विनम्र रूप हो है। सो अर्को रहेको छ वर्षलाई चाहिँ जापानिजमा साई भनेर भनिन्छ है त। वर्षलाई चाहिँ जापानिजमा के भनेर भनिन्छ त, साई, उमेर है, यो उमेर, त्यो वाला वर्ष होइन कि यो चाहिँ उमेरवाला वर्ष है त। सो अर्को रहेको छ कति वर्ष भनेर सोध्नु पर्यो भने चाहिँ नान्साई भनेर सोधिन्छ है त। नान्साई भने के हो त, कति वर्ष, अथवा नान्साई देस्का भनेर सोधिन्छ है त। सो कति वर्ष हो भनेर सोधेको है त। अब यो रहेको कति वर्ष हो भनेर सोध्नु पर्यो भने चाहिँ विनम्र रूपमा सोध्नु पर्यो भने चाहिँ ओइ कुचु भनेर नि भनिन्छ है त। ओइ कुचु भने के हो त, विनम्र रूपमा भनेको है, यो चाहिँ कति वर्ष हो भनेर ओइ कुचु। यो चाहिँ अलिकति नेपाली मिस्टेक भएछ यहाँ लेखेको, सो केही छैन। सो अर्को रहेको छ हो भन्नु पर्यो भने चाहिँ हाई भनेर भनिन्छ है त। होलाई चाहिँ हाई, जस्तै अब यो चाहिँ कतिखेर प्रयोग गरिन्छ भन्दाखेरि तपाईँको नाम चाहिँ राम हो भनेर कसैले तपाईँलाई सोध्यो अनि तपाईँले चाहिँ हो भन्नु पर्यो भने चाहिँ जापानिजमा हाई भनेर भन्नुहुन्छ है त। सो अर्को रहेको छ होइन अथवा होइन भनेर भन्नु पर्यो भने चाहिँ इए भनेर भनिन्छ है त। इए भने के हो त, होइन मेरो नाम चाहिँ राम होइन भनेर भनेको है तपाईँले। सो अर्को रहेको छ माफ गर्नुहोस् अथवा कृपया भनेर भन्नु पर्यो भने चाहिँ जापानिजमा के भनेर भनिँदो रहेछ त, सिचुरे देस्का भनेर भनिँदो रहेछ। सिचुरे देस्काको अर्थ के हो त, माफ गर्नुहोस् अथवा कृपया, एक्सक्युज मी भनेको है त। सो अर्को रहेको छ तपाईँको नाम के हो, कसैलाई चाहिँ तपाईँको नाम के हो भनेर सोध्नु पर्यो भने चाहिँ जापानिजमा के भनेर सोधिँदो रहेछ त, अब ओनामाएवा भनेर सोधिन्छ त। ओनामाएवा भने के हो त, तपाईँको नाम चाहिँ के हो भनेर सोधेको है त। सो अर्को रहेको छ नयाँ मान्छेसँग भेट्दा, नयाँ मान्छेसँग चाहिँ तपाईँहरू पहिलो पटक भेट्नुभयो भने चाहिँ जापानिज भाषामा चाहिँ हाजिमे मासिते भनेर भन्नुहुन्छ। के भनेर भन्नुहुन्छ त, हाजिमे मासिते भनेर भन्नुहुन्छ है त। सो अर्को रहेको छ धन्यवाद, कृपया सहयोग गर्नुहोस् भनेर भन्नु पर्यो भने चाहिँ जापानिजमा के भनेर भनिँदो रहेछ त, दौजो योरोसिकु ओनेगाइसिमास भनेर भनिन्छ है त। कसरी भनिन्छ त, दौजो योरोसिकु ओनेगाइसिमास भनेको चाहिँ धन्यवाद अथवा कृपया सहयोग गर्नुहोस् भनेर भनेको है त। सो अर्को रहेको छ यहाँ हुनुहुन्छ, यो चाहिँ कस्तो भन्दाखेरि चाहिँ अब कोचिरावा सान्देश, यहाँ हुनुहुन्छ, यहाँ चाहिँ राम सान हुनुहुन्छ अथवा यहाँ चाहिँ राम भन्ने मान्छे हुनुहुन्छ भनेर भन्नु पर्यो भने चाहिँ तपाईँले कसरी भन्नु पर्यो त, अब कोचिरावा अनि राम सान्देश भनेर भन्नुहुन्छ है त। वा पछि चाहिँ तपाईँले त्यो व्यक्तिको नाम राख्नुपर्ने हुन्छ है, अनि त्यसको अर्थ चाहिँ यहाँ चाहिँ रामजी हुनुहुन्छ भनेर भनेको है त। सो अर्को रहेको छ बाट आएको हो, बाट आएको होलाई चाहिँ जापानिजमा काराकिमासिता भनेर भनिन्छ। जस्तै तपाईँ चाहिँ अब तपाईँलाई चाहिँ सोध्यो, तपाईँ चाहिँ जापान जानुभयो है, यो सोच्नु कि तपाईँ चाहिँ यतिखेर जापान जानुभयो, अनि तपाईँलाई चाहिँ जापानको मान्छेले सोध्यो तपाईँ चाहिँ कहाँबाट आउनुभयो भनेर सोध्यो, अनि तपाईँले चाहिँ म चाहिँ नेपालबाट आएको हो भनेर भन्नु पर्यो भने चाहिँ नेपारू काराकिमासिता भनेर भन्नुपर्छ है त। नेपारू काराकिमासिता, नेपाललाई चाहिँ जापानिजमा नेपारू भनिन्छ है त, अनि काराकिमासिताको अर्थ चाहिँ बाट आएको हो भनेर भनेको है त। सो अर्को रहेको छ अमेरिका, अमेरिका भनेको चाहिँ अमेरिका है, अमेरिकालाई चाहिँ जापानिजमा अमेरिका भनेर भनिन्छ है त। अमेरिका भनेको हो त अमेरिका रहेको छ। सो अर्को रहेको छ बेलायत, बेलायतलाई चाहिँ जापानिजमा इगिरिसु भनेर भनिन्छ। याद गर्नु त, इगिरिसु भनेको के हो त, बेलायत हो। बेलायतलाई चाहिँ जापानिजमा के भनेर भनिँदो रहेछ त, इगिरिसु भनेर भनिँदो रहेछ है त। सो अर्को रहेको छ भारत, भारतलाई चाहिँ जापानिजमा इन्डो भनेर भनिन्छ है त। इन्डो, इन्डो भने के हो त, भारत, भारतलाई चाहिँ जापानिजमा इन्डो भनेर भनिन्छ है त। सो अर्को रहेको छ इन्डोनेसिया, इन्डोनेसिया भनेको चाहिँ के हो त, इन्डोनेसिया नै हो है त। इन्डोनेसियालाई चाहिँ जापानिजमा इन्डोनेसिया नै भनिन्छ है त। सो अर्को रहेको छ कोरिया, कोरियालाई चाहिँ जापानिजमा के भनेर भनिँदो रहेछ त, खानकोकु भनेर भनिँदो रहेछ है त। खानकोकु, कान चाहिँ होइन कि यो खानकोक है त, यो त अलिकति नेपालीमा लेखेको मिस्टेक रहेछ। सो यसलाई चाहिँ जापानिजमा खानकोकु भनेर भनिन्छ है त। खानकोकु भनेको चाहिँ कोरिया रहेको छ, कोरियालाई चाहिँ जापानिजमा खानकोकु भनेर भनिन्छ, याद गर्नु। सो अर्को रहेको छ थाइल्यान्ड, थाइल्यान्डलाई चाहिँ जापानिजमा ताई भनेर भनिन्छ। ताई, ताई सम्झिनु न, अन्डा पकाउने ताई। म चाहिँ जापानमा अन्डा पकाउने ताई लिन, म चाहिँ थाइल्यान्डमा चाहिँ अन्डा पकाउने ताई लिन गएँ भनेर सम्झिनु है त, ताईको अर्थ चाहिँ थाइल्यान्ड भनेर। सो अर्को रहेको छ चीन, चीनलाई चाहिँ जापानिजमा के भनिँदो रहेछ त, चौगोकु भनेर भनिँदो रहेछ। चौगोकु भनेको के हो त, चीन रहेको छ, चीनलाई चाहिँ जापानिजमा चौगोकु भनेर भनिन्छ है त। सो अर्को रहेको छ जर्मनी, जर्मनीलाई चाहिँ जापानिजमा दोइचु भनेर भनिन्छ है त। दोइचु भनेको के हो त, जर्मनी रहेको छ, जर्मनीलाई चाहिँ जापानिजमा दोइचु भनेर भनिन्छ है त।
सो यसमा नि अलिकति मिस्टेक भएछ यो नेपालीमा लेखेको। सो दोइचु भनेको चाहिँ जर्मनी है त, जर्मनीलाई चाहिँ जापानिजमा दोइचु भनेर भनिन्छ भनेर सम्झिनु है त। सो अर्को रहेको छ जापान। जापानलाई चाहिँ जापानिज भाषामा निहोन भनेर भनिन्छ है त। निहोनको अर्थ के हो त? जापान। सम्झिनु है, यो त एकदम इम्पोर्टेन्ट छ। निहोन भनेको जापान भनेर सम्झिनु है त। सो अर्को रहेको छ फ्रान्स। फ्रान्सलाई चाहिँ जापानिजमा फुरान्सु भनेर भनिन्छ है त। फुरान्सुको अर्थ के हो त? फ्रान्सो, फुरान्सु। सो अर्को रहेको छ ब्राजिल। ब्राजिललाई चाहिँ जापानिजमा बुराजिरु भनेर भनिन्छ है त। बुराजिरुको अर्थ के हो त? ब्राजिलो। ब्राजिललाई चाहिँ जापानिजमा बुराजिरु भनेर भनिन्छ है त। सो अर्को रहेको छ नेपाल। नेपाललाई चाहिँ जापानिजमा के भनिन्छ त? नेपारु भनेर भनिन्छ है त। नेपारु भनेको चाहिँ नेपाल रहेको छ। सो आजलाई चाहिँ भिडियो यति नै भयो। अब चाहिँ हामी लेसन 2 को भोक्याबुलरी भिडियोमा भेट्नेछौँ।